हेलो गुड मर्निङ। आज चाहिँ नि हामी यहाँबाट चाहिँ नि टी गार्डन जाँदैछौँ। हाम्रो ब्युटिफुल भाउजू अनि आमा। आज के हुन्छ भाउजू? केही देखेकै छैन घामले गर्दा। अब तल बाटोमा झर्दैछौँ। टी गार्डन पुगेपछि भेटौँला। हामी चाहिँ यहाँ तिमी गार्डनमा आइरहेको। आमाले हात मिलाउँदैछ। सिक्किमको स्विजरल्यान्डमा आइरहेको यस्तो छ। दामी छ हरियाली छ। आमा कस्तो लागिरहेछ? राम्रो लागिरहेछ? यता ढले जायो। तिमी टी गार्डनमा घुमिरहेको छौ। घाम लागिरहेछ। यस्तो राम्रो छ। घामले गर्दाखेरि फर्किरहेछ। यता त राम्रै छ नि। अब गाडीमा हिँड्दा मलाई त कस्तो छ? एकदम राम्रो छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। तिमी गार्डन चाहिँ नि साउथ सिक्किममा छ। यो चाहिँ नि नजिक सिङतामबाट कति किलोमिटर हो? जस्ट नजिकै छ। त्यति धेरै टाढा छैन। जस्ट नजिकै छ। आएर घुम्नु होला। रमाइलो छ। दामी छ। अहिले चाहिँ हामी यहाँ टिमी गार्डन घुमेर फोटो सोटो सबै खिचियो। अनि अब घुम्दैछौँ होइन भाउजू? अब हामी यहाँबाट फर्केर चाहिँ हामी चाहिँ अलिकति माथि जाने हामीले विचार गर्यौँ। यहाँ माथितिर अब हाम्रो गाडीको भाइलाई भनेर हामी गाडी चढेर अलिकति माथि जाने छौँ। सो सी यू देयर। हेलो गाइस, गुड मर्निङ। आज चाहिँ नि हाम्रो डे 2 हो सिक्किममा। अनि आज चाहिँ हामी चाहिँ राबुङको बुद्ध पार्क छौँ। यता आउँदै हुनुहुन्छ मेरो भदाईहरू, आमाहरू सुन्दै हुनुहुन्छ। अब भित्र जाँदैछौँ है। जाँदै हुनुहुन्छ? यता जाँदै हुनुहुन्छ? जानुपर्ने त्यहाँ छ। काठमाडौँमा टन्नै छ नि।
आइरहेछ त साथी हो रमाइलो लागेछ जान्दैछौँ हाम्रो आमा चाहिँ थाकिराख्नु भएको अवस्था यहाँ पुग्दैछौँ नि गाडीमा हिँड्दा कपालको हालत ओम त देख्दै छुइनँ त हो ओम कहाँ छ सौ ए यता तल कस्तो लाग्यो आमा अघिको राम्रो कि यो राम्रो आमा अर्को आउँछ अर्को राम्रो आउँछ अर्कै राम्रो आउँछ घुम्नु ल्याउने मान्छे विरक्त चल्यो हेलो गाइज अहिले चाहिँ हामी चाहिँ यहाँ पुग्यौँ यहाँ माथि एउटा उसमा के नामै आएन सरी त्यहाँनिर घुमेर आयौँ अब चाहिँ नि हामी नाम्ची अब चाहिँ नि हामी चारधाम जान्छौँ होइन हो कस्तो भइरहेछ थाक्यो खुसी बोजूको त तपाईँको त के भन्दैछ त अहिले चाहिँ हामी चारधाम पुग्यौँ यहाँ आउनु हुँदैछ यहाँ जाँदैछौँ हामी चाहिँ यहाँ जाँदैछौँ यस्तो छ घुम्दैछौँ हामी चारधाममा आज पुरा गर्मी छ हो आज चाहिँ यसरी घुम्दैछौँ माथि माथि आउनु यहीँ छु म पनि
चारधाम घुमेर आइसक्यौँ। अब चाहिँ नि हामी सिधै दरिङ कि के पो हो दरिङ होइन सिधै दरिङ घर जान्छौँ। आजलाई भिडियो यति नै। यस्तै गर्नु छ। Thank you so much for watching our video. Bye bye.